नमस्ते सबैजनालाई। सो अहिले चाहिँ म चाहिँ गोर्खा अचार बनाउन लागेको छु। अन्त यसमा चाहिँ मैले काँक्रा, प्याज अनि खोर्सानी पनि काटिसकेको छु अगाडि नै। अनि यसमा अब म बोइल आलु पनि लाउने छु है। अनि बोइल आलु चाहिँ मैले अगाडि गरिसकेको छु। अन्त त्यहाँदेखिको चाहिँ अब म यसमा चाहिँ आलस अनि सुक्खा खोर्सानी भुटिसकेको छु। यो चाहिँ मैले पिसेर लाउनु पर्ने हुन्छ है। अनि त्यहाँदेखिको मैले आलु पनि यसमा एड गर्दैछु। अनि त्यहाँदेखिको अब म आलस र सुक्खा खोर्सानीको धुलो पनि म यसमा एड गर्नेछु है, लाउनेछु। त्यहाँदेखिको यसलाई चाहिँ लगाइसकेर चाहिँ मैले चाहिँ अब एउटा पेन बसाउने छु है। पेनमा चाहिँ मैले तोरीको तेल युज गर्दैछु है। अन्त यसमा तोरीको तेल खारिसकेर चाहिँ अब मैले यसमा मेथी पनि मैले पड्काएको छु है। मजाले यसलाई चाहिँ ब्राउन पर्ने हुन्छ है। अन्त मजाले यसले यो चाहिँ भइसकेपछि चाहिँ यसमा चाहिँ मैले के गर्दैछु भन्दाखेरि चाहिँ अब हल्दी पनि लाउनु पर्ने हुन्छ है। अनि त्यहाँदेखिको त्यो चाहिँ हुँदैछ, मैले भइसकेको छ त्यो। अनि त्यहाँदेखिको म चाहिँ अब यसमा बोइल टमाटर पनि मजाले त्यसलाई एड गर्दैछु है। त्यहाँदेखिको हल्दी लगाइसकेर चाहिँ अब मैले झानिसकेको छु त यसलाई। यस्तो मिठो हुन्छ है। यो चाहिँ मेरो हिजोको भिडियो हो है, तपाईँहरूले पनि ट्राई गर्नुहोस् होला। अन्त यसमा चाहिँ मैले निम्बु पनि एड गर्दैछु है, अमिलोको लागि निम्बु। अनि त्यहाँदेखिको स्वाद अनुसारको नुन लगाउनु पर्ने हुन्छ है। अनि त्यहाँदेखिको चाहिँ अब लगाइसकेपछि त्यसलाई मजाले मिक्स गर्नुपर्ने हुन्छ है। मिक्स मजाले गर्नुपर्ने हुन्छ। त्यहाँदेखिको मजाले मिक्स गरिसकेर चाहिँ अब माथिबाट चाहिँ तपाईँहरूले मन पर्यो भने चाहिँ धनियाँ पनि एड गर्नुहोस् होला है। धनियाँ मिठो हुन्छ नि त। अन्त मैले चाहिँ धनियाँ पनि यसमा एड गरिसकेको छु। मजाले मिक्स गरिसकेँ है मैले चाहिँ। अनि त्यहाँदेखिको माथिबाट धनियाँ एड गरिदिँदैछु है। मेरो चाहिँ अचार रेडी भइसकेको छ। कस्तो लाग्यो है, तपाईँले कमेन्ट्स गर्नुहोस् होला है। आलस लगाएर पनि एकपल्ट तपाईँहरूले गोर्खा अचार बनाउन सक्नुहुन्छ, एकदम मिठो हुन्छ है। हेर्नुहोस् त, खम लाग्ने भइरहेको छ। यसमा चाहिँ अलिकति कलरै देखेन है। क्यामेरामा चाहिँ विदाउट क्यामेरामा चाहिँ एकदम दामी देखिरहेको थियो है। खाँदाखेरि पनि एकदम टेसिलो मिठो भएको थियो है त साथीहरू। तपाईँहरूले पनि बनाएर खान सक्नुहुन्छ है त मजाले। यसरी नै बनाउनुहोस् होला। सो बाई बाई सबैजनालाई।